So here we have started a gardening. So first we will plant a guava tree. As you can see, a red diamond. So it will be like this. The inner part will be in pinkish in color. So we will going to now plant this one in this drum. And you can see a lot of flower we bought. This one was already at home. This one we bought yesterday. Okay, so here this one is a black soil and a brown soil, you can see. Let's start a terrace garden. This one is petunia. This one is dahlia. No, this one is not dahlia. Ye dahlia kahan ho? Dahlia is there. There, that one is dahlia. अब चाहिँ हामीहरू यसलाई चाहिँ कलर गर्ने है. रेनी सिजनमा धेरै लेउ लागिसकेको थियो, यो डल्लै हामीले निकाल्यौँ. अब चाहिँ we will repaint it again. Let's start. हामीले किनेको यो मैले अम्बकको बोट, जसको नाम हो रेड डायमन्ड. अन्त बेसिकली यसमा चाहिँ कुमारे माटो, कुमारे माटोको एडभान्टेज चाहिँ के हुन्छ नि, इट क्यान एब्जर्ब वाटर एन्ड होल्ड वाटर फर अ लङ टाइम. अन्त अब यसलाई हामी यो पोटमा सार्नु गइरहेको छौँ. अब बिरामीले मिलेर माटो भऱ्यौँ. अब यसलाई यसको जरा अलिकति सफा गरिदिएको, किनभने अब यसलाई ट्रान्सप्लान्ट गरेपछि चाहिँ छिट्टो यो अर्को माटोमा समात्नुहोस् भन्छ. यसको जरा चाहिँ हामीले सफा गरिदिएको. यो चाहिँ ग्राफ्टेड गुआभा हो, प्लान्ट हो. अनि according to the seller, nursery seller, within a year it will start to give a fruits. हामीले जहिले नयाँ प्लान्ट मतलब अरू प्लान्टमा सार्नुभन्दा, अरू पोटमा सार्नुभन्दा अगाडि चाहिँ हामीले यो सबै सफा गर्नुपर्छ, ताकि यो जराले चाहिँ, रुटले चाहिँ छिटो के गरोस्, माटो अब्जर्भ गरोस् भनेर. Now here on 21st December हामीले यसलाई नयाँ ठाउँमा सार्यौँ. Let's see after how many years it will start giving us a fruit. Okay. Hope so. आज चाहिँ हामीले पेटोनिया रोप्यो. यो सिंगल हो कि डबल हो कि खै थाहा भएन. यो चाहिँ हेरेर चाहिँ लाग्छ सिंगल हो है, किनभने यसको पत्ता चाहिँ अलग्गै छ, लामो लामो. यो चाहिँ छोटो छोटो छ, यो चाहिँ डबल होला है. अब हेरौँ कुन सिंगल हो कुन डबल हो, फुलेपछि थाहा पाउँछ है. यो हेर्नुहोस्, अब हामीलाई त थाहा भएन सिंगल हो कि डबल हो. अब फुलेपछि चाहिँ हामीले थाहा पाउँछ है. हामी चाहिँ यहाँ 10वटा पिटोनियाहरू हामीले रोपेको छ. के भन्छ त बर्मी कम्पोस्ट गर्दैन के भन्छ बादुलाको गोबर खाने. अब हामी चाहिँ यो के हो, बर्मी कम्पोस्ट, कम्पोजिसन अफ अर्थवर्म. यो लगायो भने चाहिँ के हुन्छ, मल काम हुन्छ. मजाको गोइ गर्नुपर्छ. अब हामीले चाहिँ गोदावरी रोप्न आँट्यौँ.
पट पनि रेडी छ। अब यसलाई कम्पोज गर्नुपर्छ होला। मैले के फेकेँ। अब यसलाई हामीले चाहिँ मिक्स गरेर यो पटमा हालेर पनि हेर्नुहोस् न, यो कस्तो मिठो थियो कि कलर। अहिले सुकेछ। यहाँ चाहिँ बर्ड्स आउँदैछ, कोपिला आउँदैछ है। यहाँ पनि छ, दुईवटा छ। मिठो लागेर चाहिँ यो कलर किनेको हामीले। तिनवटा अझै टुक्रोटरहरू पनि छ, उता छ। यहाँ चाहिँ हामीले अस्ति न्यू कलर देखेर चाहिँ हामीले बुढाबुढीले लिएर आयौँ 3टा।